यो चाहिँ गोकर्णेश्वरको चाहिँ जङ्गल यो अहिले देखिरहेको हो, जुन चाहिँ पहिला पञ्चायतकालमा दरबारीहरूको राजदरबारको थियो। पछि चाहिँ यो यहाँका पहिला त्यसपछि होइन पहिला यो जङ्गल चाहिँ यहाँका बरालहरूको थियो। अनि पछि चाहिँ दरबारीहरूले यहाँ चाहिँ अब आफ्नो एउटा रिसोर्ट जस्तो बनाउनको लागि चाहिँ बराल परिवारलाई चाहिँ नारायणटार फाँटमा चाहिँ 200 रुपैयाँ जग्गा दिएर यो जङ्गल चाहिँ उनीहरूले साटेका थिए। जुन 21 सालको नापीभन्दा अगाडि हो अथवा पछाडि मान्छे नापी भइसकेको थियो। 13,000 रुपैयाँ जङ्गल भनेपछि साटिएको थियो, जुन चाहिँ अहिले चाहिँ राजदरबारबाट खसेर चाहिँ अहिले चाहिँ नेपाल सरकारको नाममा भाडामा लिएको छ कौडीको भावमा यतिसम्मलाई, जुन चाहिँ वार्षिक 1-2 लाखभन्दा बढी छैन, 1300 रुपैयाँ जग्गाको हो। यति भनेको चाहिँ यो चाहिँ तारा यति एयरलाइन्सका शेर्पाहरूको एमाले भक्तहरूको चाहिँ नेताहरू भक्तहरूको शेर्पाहरूको यो जो चाहिँ सोलुतिरका हुन्। यो माथि देखिएको सुन्दर जल, त्योभन्दा यतापट्टि ओख्रिनीको जङ्गल, त्योभन्दा यता तारेगिर, यो चाहिँ उत्तर वाहिनी उत्तर गएको फाँट। कृषकहरूले चाहिँ भाडामा जमिन लिएर तरकारी खेती टमाटर खेती गरिरहेका छन्।